एक दिन बाटोमा आफन्तले सोधे, जीवन कस्तो चल्दैछ? भन्न त के नै बाँकी छ र? मनभरिका पीडा कसरी भनौँ? मेरो सुकिलो सर्टभित्रको फाटेको गन्जीको कहानी के सुनाऊ? भनिदिएँ एकदम दमदार छ भनेर। केही समस्या छ कि भनेर उनले सोधे। के भन्नु, समस्यामा अल्झिएको कथा, घरका रित्ता भाँडाकुँडाका कथा के सुनाउनु? रु 500 पर्ने सामानलाई 10वटा पसल चहार्दै रु 400मा किनेको कथा के सुनाउनु? बाँकी रु 100ले अर्को समस्या टारेको कहानी के सुनाउनु? भनिदिएँ सबै ठिक छ भनेर। फेरि पनि उसले सोध्यो, आमालाई कस्तो छ? आमाको सेता कपालले बितेका समयलाई झल्काउँदै थियो। थोता दाँतले उमेरको कहानी सुनाउँदै थियो अनि चाउरी परेका अनुहारले जिन्दगीको कहानी भन्दै थियो। अनि मेरा बारेमा सोद्धा सम्झिए भाग्यले ठगेको मान्छे म। परिवारका लागि धेरै गरे, अरूका लागि धेरै गरे। न त सम्बन्धको जोहो गर्न सके, न त पैसाको नै जोहो गर्न सके।